यी बहिनीको कुरा सुन्दाखेरि हाँस उठ्छ कोही कोही बेला लाटो पनि रिस उठ्छ होला साथीहरूलाई। तर यो तितो यथार्थ लाग्यो मलाई चाहिँ। यी बहिनीले भनिराख्नु भएको छ विदेशमा आएर किन नौटङ्गी देखाएको, विदेश आउनु भनेकै दुःख गर्न आएको हो, सुख पाउनको लागि विदेश आएको होइन। तर विदेश आएको 2 दिनमै नाटक र नौटङ्की देखाउनु चाहिँ भएन क्या तिमीहरूले भनेर कडा सटाएर हान्नु भएको छ, कडा दनक दिनु भएको छ। एकपटक सुनौ है त। तिमीहरू विदेशमा आउनु पाएको छैन, विदेशको झन्डा चाहिँ तुरुङ्गै झुन्डाउनु पर्छ है। हो अनि आएर 2 दिन भएको छैन, साह्रै गाह्रो भो परदेशी जिन्दगी भनेर टिकटकै बनाउनु पर्छ। त्यही त, परदेशमा आएपछि गाह्रो त भइहाल्छ। हुन्छ, यहाँ छोरा नै सुख पाउन आएको र होइन काम गर्न आएपछि दुःख त भइहाल्छ नि। हुन्छ, दुःख सहन नसक्यो भए किन आएको विदेशमा? त्यही त नि। अच्छा, भोक लाग्दा के खायो र भन्ने उनी कहाँ छिन् भनेर गीतै गाउनुपर्छ। अब भोक त लागिहाल्छ नि अर्को विदेशमा, भन्ने बेलामा खान पाउँदैन, भन्ने बेलामा सुत्नु पाउँदैन। अलिअलि दुःख सहन नसक्यो भने किन आएको विदेशमा? तिमीहरूलाई जाम्नाहरू विदेशमा आउन नपाउने बेलामा चाहिँ कहिले विदेश जाला? जब विदेशमा आयो आमा अलिअलि गाह्रो सहनु पर्छ। हो, अलिअलि गाह्रो त सहनै पर्छ।